ससुरालतिर रात परिसकेको छ त्यहाँ हेर्नु यस्तैतिर ओ रात परो ससुरालतिर अबे साले टोइली भनेको ए लौडस मामाजी लौडस सो गाइस मैले तपाईहरुले भनेको थिएँ थारा छाको भ्लग अर्को आउँछ भनेर सो आज चाहिँ हामीले थारा छाउनको लागि भनेर चाहिँ पहिला यसको यिनी पुरानो यो चाहिँ निकाल्दै छौं यतापट्टि सोल्टी हुनुहुन्छ उहाँले नि भ्लग बनाउन सुरु गरिराख्नु भएको छ अनि उताबाट फेरि भिनाजुले फालिराख्नु भएको छ छेउबाट अनि म फेरि बीचबाट निक्लिरहेको छु सो त्यही यो आज निकालिन्छ यसको खरभरि आज निकालिन्छ अनि भोलि छाइन्छ होला हैन भिनाजु भोलि चाहिँ छाउने काम हुन्छ आज चाहिँ यसको निकालिन्छ अलिकति है सो यतापट्टि चाहिँ ती लोकेश सरले चाहिँ त्यहाँ क्यामेराम्यान खतरै बनाउनु भएको छ चप्पल चाहिँ त्यस्तो अड्डाएर चाहिँ लुक्सै चेन्ज भएको छ आज लुक्सरको लुक्स चेन्ज भएको छ के खतरा कता सोल्टिना यता सोल्टिना त्यहाँ त मलाई बुढा भन्ने सोल्टिनाहरूको गाउँ त्यतै हो र टी होइन कुचबिहार हो ल रात पर लागेको के त्यहाँ यस्तो कति बजेछ भर्खर कति 2-3 बजे होला होइन भिनाजु 3 बजी बजेन 3 बजी बजेन भर्खर रात पर आइसक्यो मेरो सोल्टिनाको गाउँतिर होइन ल गाइस बल टल मैले क्यामेरा अड्डाइसकेको छु मोबाइल त्यसपछि मैले अब यहाँको ओखल्छु मुनिको है आँखामा आउने भयो के हो धेरै डरो डोरियो खत्रै तरिकाले यार आँखामा आउने जस्तो भन्छ अब तर म चाहिँ भुइँबाट चाहिँ निकाल्छु के लगाइ चेटा चाहिँ हाम्रो खर फाल्नु सुरु भइसकेको छ सोल्टी कटा हुन्छ त्यो हो राख सोल्टी हजुर त्यहाँ ठक हेलो एभ्रीवन हेलो मैले नयाँ चस्मा लाएर आइदिएको छैन लगाइ चाहिँ हामीले चाहिँ उँभोपट्टिको आड्डी भाग चाहिँ फालिसक्यो उतापट्टि भिनाजुले मुठा पाएर राख्नु भएको छ अनि लोके सोल्टीले मैले निकाल्दै फाल्दै गइरहेको छ मेरापट्टि ओए झन्डै रोटेर यार ल निकालौँ लगाइ यतापट्टि मुठा पार्छ यतापट्टि मुठा पार्न छ पछाडिपट्टि भिनाजुले मुठा पाएर राख्नु भएको छ हामी चाहिँ निकाल्दै फाल्दै मात्रै गरेछौँ त्यसलाई पनि अब उँभोपट्टिको भाग छ यतापट्टिको देख्न सक्नुहुन्छ यतापट्टिको भाग छ यतातिर हाम्रो भिनाजुले चाहिँ मुठा पारे यो डन कि डन म फेरि अब ठक काम गर्दै सुस्ता कोटारे झै गर्दै भिडियो बनाउँदै बस्दै यस्तो गाह्रो छ यस लोकेश सरले चाहिँ गमै फाल्नु भएको छ है गाइस म चाहिँ पुरा आनन्दले मजाले चिलमा हो सुस्ता हो कि नै लोकेश आड्डी फालिसक्नु भयो त राम्रो काम गर्नुभएको छ उहाँले राम्रो काम गर्नुभएको छ ल यो चाहिँ मैले पछाडिपट्टि यत्रो छ गाइस ओ नानी हो ओ कहाँ घुमेछौ हिँड ठुलै केटी हो नि के हो को ठुलै केटी रहेछ वटा के रानीहरू नानी हो भनेको ल बाबु कान्छा के छ ठिक छ कहाँ तिम्रो घर कस्तो लाउर यो यिनलाई मैले चिनेन यता हेर त उहाँलाई चिनेन यस्तो राम्री मान्छेहरू गुन्डी जस्तो बानीबेर नगरौँ है कसको मम रे उही को के रानीको आमालाई जिस खान पुगेछु वटा लौ ए भगवान कोही छ सो गाइज आज चाहिँ नेक्स्ट डे एन्ड गुड मर्निङ सबैजनालाई सो हिजो चाहिँ हामीले थाराको खरभरि निकालेको थियो पुरानो अनि आज चाहिँ यसलाई छाउने हाम्रो प्लान भइरहेको छ काम चाहिँ लगातार चलिरहेको छ त्यतापट्टि सोल्टी र भिनाजुले त्यो भाटाहरू बाँधिराख्नु भएको छ कसिराख्नु भएको छ भने उतापट्टि खलामा चाहिँ अर्को के भने रे भिनाजु मैले भिनाजु त भन्ने अरे उहाँले चाहिँ चुहे केलाइराख्नु भएको छ भने 1-2 जना बाजेहरू बाँस काट्न जानुभएको छ अझै मैले फेरि यता बाँसहरू ओसारेर यहाँ रेडी पारिसकेको छु यहाँदेखि चाहिँ म तल स्वाट भिनाजु र सोल्टीलाई पुऱ्याइदिन्छु अनि सोल्टी र भिनाजु त्यहाँ फटाफटी त्यहाँ यस्तो गर्दै बाँध्नुहुन्छ त्यसपछि अहिले लास्टमा पुरा यो भाटाहरू रेडी भयो भने त्यसपछि चाहिँ हामी खर लगाउँछ यसको उब्रीबाट है ओके ओए लगाएछ एकछिन है ओ बुई यसलाई टिपे म है ओए यस्तरी घुमाइदिन्छु म कसम के गाडी नो ड्याम टच खाएको आइ गऱ्यो कि त्यहाँ यार ओए ल पुगाइदिउँ
वेट 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 लोकेश सर ओ लोकेश सर ल है एकछिन एकछिन ल है लगाइस ल हुँदैछ है चल्दैछ हाम्रो यतापट्टि एउटा बाजे हुनुहुन्छ ऊ पारी बाजे हुनुहुन्छ बुढा पाखाले पाएको काम गर्नुहुन्छ क्या गाइस अब लाउरे मुनि हेर लाउरे मामा हेर्नुहोस् रे मुनि यसको मुनि हाल्ने हाल्नु न यो पनि हाल्ने हो फेरि उठाउने होला होइन कामीले फलामकै जोड्छौँ भने जहाँ बाउले किन जोडेन भने बाउले चपेका त खनै लान्छरी मेरो अब्बा बर्तन भन्छ नि उचाल्नु नदिनु भएन नि त्यो हाँस्यो त हुन्छ त्यो पहिलो त्यो किस्ता त गर्ने भयो ए त भछ होइन भछ उता हेर न उता लोकेश सरलाई क्या भएर सोल्टिनी हो भने तर बाजेल त आउँछ रट्ट हुन्छ भन्दै फर्की हेरेर थाहा पनि होइन हुन्छ तपाईँले थाहा पनि एउटा भन्दै फर्की हेर्छ करपट्टि हुनु यार करपट्टि भयो नि कहाँ काठमाडौँ गएर त्यही वाटा छ नि कहाँ छ रे काठमाडौँ नगयो भने के अरे तल वाटा हो नि के अरे कहाँ पारी के भन्छन् सारीभाङको कालीमा खस्यो बुलाकी भन्ने लोगाइस हाम्रो त थारा सारा अब छाउने बेला हुन लाग्यो खर फाल्ने बेला हुन लाग्यो बाजे यो के गरेको रे यो हावालाई ल अब चाहिँ म खर फालिदिन्छु होइन बाजे माथि बाजेहरूले छानुहुन्छ गुवाप गुवाप म खर फालिदिन्छु स्वाट स्वाट अच्छा होइन बाजे एकछिन बिरी टार्न दिनुहोस् बाजेलाई होइन त्यसपछि बाजेले बिरी टार्नेपछि हुन्छ काम पुरा रन फेरि अनि म छान्दै गर्छु ठुल्ठुला खर होइन ल गाइस काम डमाडम चलिरहेछ यहाँ यतापट्टि हाम्रो बाउहरूले छाइराख्नु भएको छ गोरलाउरे माम्स पनि हुनुहुन्छ पारी फेरि छेउमा यता माम्स भनेको होइन चोइली भनेको लास्ट टाइम भनेको है ल रेडी हो मामा रेडी हो घोप्टो गरेर यता हात भोट गरेर यता हात हान्नु ल ल चोइली भनेको ए लौडुस मामाजी लौडुस मेरो हालत खराब भइसकेको छ यस्तो भएछ हेर्नु त ए वाइ ल गाइस म खर फाल्दैछु अहिले चाहिँ खर यस्तो यो पछाडिको यस्तरी समातेर के बाहिर ठर्छ ए होइन ठर्स्यो गाई ठर्स्यो तल यस्तरी फाल्छु है ले ले ल मेरो आँखैभरि आयो के भयो एकछिन ल हो छिटो छाउनु पर्यो क्या तोलीहरू कहाँ हो हाम्रो उता पारी ससुरालतिर रात परेको गाइस ससुरालतिर रात परिसकेको छ त्यहाँ हेर्नु यस्तैतिर ओ रात परो ससुरालतिर अबे साले इन्जोय त गर्नै पर्यो जसरी भए नि हो कि नै गाइस इन्जोय त गर्नै पर्यो ओहो इन्जोय त गर्नै पर्यो जसरी भए नि अनि हे झ्याप्पै
झ्यापै आइन् मगर नि यस्तरी आँखाको मारेर म के गुसो गाइस ल गाइस हामी अन्तिम चरणमा छौँ लास्ट त अब खोट छारा सकिन्छ दुईटा यहाँ छ दुईटा मुठा सकिने आँटिसकेको छ त्यतापट्टि बाजेहरूले दुईजना बाजेहरूले छाइ यता थाउनु भएको छ अनि फेरि यतापट्टि कहाँ गएर भयो हाम्रो गोरमामा कहाँ हुनुहुन्छ अघि नै भलक बनाउनु भने गर्ने खोइ देखिनु पऱ्यो यता हातमा त देखेछ गाई त्यो उहाँ यताउति हाम्रो अर्को बाले पनि यहाँ पुरा भाटा लगाइ हुनुहुन्छ अनि हाम्रो लुक सर फेरि यता लुक्नु भएको छ यहाँ मकन कुरामा लुक्नु भएको छ यहाँ सो त्यही हो गाइस अब चाहिँ अन्तिम चरण त सकिने लागिसकेको छ हाम्रो गोठ छाएर होइन एकदम सियास भन्नुहोस् त बाजे एकचोटि अझै ये 5 minutes later. सो गाइस बल्ल तल चाहिँ हामीले थारा पनि छाइसक्यो त्यसपछि अहिले मेरो हालत चाहिँ पुरा खराब भइरहेछ धुलोले गर्दा धेरै त्यो धुलोले गर्दा होला गाइस होइन मलाई चाहिँ रुगा लागिसकेको छ औनारी किसिम खाएको छ अनि त्यसपछि फेरि मेरो हुलिया हेर्न सक्नुहुन्छ कस्तो भएको छ प्यान्टहरू हेर्नुहोस् त यस्तो आमा हो यस्तो भएको छ होइन यस्तो भएको छ कि देख्न सक्नुहुन्छ तपाईँहरूले यस्तो गरेर क्या अझ भनेपछि आफ्नै गाममा नै चिनेनन् मलाई भन्ने जस्तो भएको छु सो त्यही हो गाइस तपाईँहरूलाई भिडियो के कस्तो लाग्यो है मलाई चाहिँ अहिले धेरै नै त्यो बिसन्चो गराइसकेको छ सो भिडियो चाहिँ के कस्तो लाग्यो तपाईँहरूलाई त्यस खालको कमेन्ट छोडिदिनु होला एन्ड थ्याङ्क यू फर वाचिङ लभ यु अल माई भ्युअर्स त्यही हो फेरि हामी मिलौला अर्को नेक्स्ट भ्लगमा ओके बाई बाई